नमस्कार। भनिन्छ जीवन जोखिमपूर्ण खेल हो। मैले यस्तै कानुनी सन्दर्भमा कुरा उठाउँदै आइरहेको छु तपाईहरु समक्ष। हेर्दा साना साना कुराहरू छन्, तर तिनले महत्त्वपूर्ण भूमिका खेल्दछन्। कानुनको अनभिज्ञता क्षम्याउँदैन भनिन्छ। त्यसैले पनि हामीले काम कारबाही गर्दा विशेष ख्याल पुर्याउनुपर्छ। मैले अघिल्लो भिडियोमा हामीले गाउँघरमा हामी ससाना ज्ञानका अभावबाट के कस्तो कमजोरी आउँछन्, यस्तै विविध समस्यामूलक कुराहरू उठाउँदै त्यसको उपाय सावधानी अपनाउनु पर्ने विषयमा बोल्दै आइरहेको छु। वास्तवमा आज हामीले गाउँघरमा गर्ने सामान्य किसिमको, हेर्दा सामान्य लाग्ने तर यसले ठुलो अर्थ राख्ने विषयमा म बोल्न गइरहेको छु। त्यो विषय हो ल्याप्चे सही छाप। ल्याप्चे सही छाप गर्दा हामीले के कस्ता कुरामा विशेष जोड दिनुपर्छ अथवा ध्यान पुर्याउनु पर्छ। हेर्दा ल्याप्चे सही छाप सामान्य नै हो। दुई हातमा मसी लगाउने, दुई औँलामा, त्यसपछि लिखतमा अँठ्याउने, थिच्ने भन्ने बुझिन्छ। तर त्यसको पछाडि धेरै ठुलो छ, किनभने त्यो धेरै ठुलो भूमिका निर्वाह गर्छ। किनभने त्यो मुद्दा मामिला नपर्दासम्म त हामीलाई केही हुँदैन। मुद्दा मामिला पर्दाका बखत त्यो ल्याप्चे सही छापको प्रकृतिले अहम भूमिका निर्वाह गर्दछ। अब म ल्याप्चे सही छाप गर्दा के कस्ता सावधानी अपनाउनु पर्छ भन्ने सन्दर्भमा नै कुरा गर्न गइरहेको छु। नउड्ने कालो पक्का मसी भन्ने त छँदैछ, त्यसले सही छाप गर्नुपर्छ। त्यसपछि त्यो दुई औँलामा यसरी यो दुई औँलामा मजाले मसी लगाएर अनि लिखतको निर्धारित ठाउँमा ल्याप्चे सही छाप गर्नुपर्छ। अथवा भरपाई गर्दा किन नहोस्, लेनदेनको तम्सु गर्दा नै किन नहोस्, अथवा अरू कराहनामा नै गर्दा किन नहोस्, त्यसमा सावधानी अपनाउनु पर्छ। आफूले गर्दा होस् वा गर्ने मान्छेले गर्दा होस्, अर्को मान्छेले गर्दा होस्, त्यसमा हामीले विशेष ख्याल पुर्याउनु पर्छ। किनभने यो जब मसी लगाइसकिएको हुन्छ, त्यसपछि त्यो लिखतमा अथवा कागजमा सही छाप गर्दा हल्का रूपमा धेरै प्रेस नगरिकन लगाउनुपर्छ, थिच्नुपर्छ। यसरी थिच्दा एकचोटि मात्र थिच्नुपर्छ। फेरि दोहोऱ्याएर थिच्यो भने त्यसको यो शङ्खचक्र पुरै हराएर जाने सम्भावना हुन्छ। त्यसैले एकचोटि मात्रै त्यसको शङ्खचक्र आकार प्रकृति देखिने हुन्छ। त्यो हुनाले डबल थिच्न दिनु हुँदैन। त्यो हुनाले ल्याप्चे सही छापमा डबल थिच्न हुँदैन, आफूले पनि गर्नु हुँदैन र उसको छ भने पनि त्यसरी त्यस किसिमको भएको छ कि छैन विचार गरेर लिखत खडा गर्नुपर्छ। यसो गरियो भने भोलि लिखतको वैधता परीक्षण गर्दाखेरि आफू फेल खानु पर्दैन, अथवा आफ्नो मुद्दा मामिलाबाट आफू हार्नु पर्दैन र आफ्नो पसिना खेर जाँदैन। अन्यथा यी सबै कुराहरूबाट सावधानी अपनाउन सकिएन भने हाम्रो श्रम, पसिना, पैसा, समय, जीवन सबै बर्बादी हुन्छ। हस्त, नमस्कार।